ल साथीभाइहरूलाई गुड मर्निङ है। हेभ अ नाइस डे। आज म पनि एउटा सानो एउटा जुगाड लिएर आएको छु, जो कि त्यो पेप्सीको बोतल हुन्छ नि, त्यसलाई चाहिँ त्यो काटेर माथिको यता जुन चाहिँ यतापट्टिको मुख भएको भागलाई चाहिँ यति काटेर राखेको हुन्छ हो। यो खोलेर यसको जुगाड बहुत ठुलो छ, हेर्नुहोस् यस्तो भयो है। अब केहरू हाल्नु बहुत सजिलो हुन्छ। यो चाहिँ यो नफ्याङ्नुहोस् तपाईँले, यो काठ ठक्क हालेर अब यस्तो जुन चाहिँ खोर्सानीहरू भयो, पिठोहरू भयो होइन, केही भयो हाल्नु सजिलो यसरी के नपोक्ने पनि हो। यी सरर पसिहाल्छ हो। यी कति सजिलो हो। अब सकेपछि फेरि यसलाई ढक्कन लगाइदियो, यसलाई राख्दा हुन्छ। अब यी भरि होइन पोखेन पनि, एउटा दाना पनि पोखेन हो। यस्तो हुन्छ है यो चाहिँ आफ्नो। यसलाई चाहिँ के भन्छ नि, अब इम्प्रोभाइज मेथड भन्छ क्या यसलाई चाहिँ, इम्प्रोभाइज मेथड। यो चाहिँ आफै दिमागले बनाएर चलाउने एउटा तरिका हो। तर कसैले सिकाएको हुँदैन, तर आफैले अब त्यो चाहिँ बनाउनु पर्यो। त्यही हो आजको मेरो सानो भ्लगमा है। तपाईँहरूलाई राम्रो लाग्यो भने तपाईँले लाइक गर्नुहोस् है, सेयर पनि गरिदिनु होला, अनि साथै कमेन्ट्सहरू पनि छ भने गरिदिनु होला है। थ्याङ्क यू हुन्छ।